ए बउआ क्या कर ले पर्सन खाबेले गाइज है हामी चाहिँ हाम्रो अब टकला र गाउँघर हुन्छ नि घर गइरहेको छौँ होइन। मैले के भने है टकला पर्छ ससा खाइदिएँ कि बिर्सेछु कि उयो के अरे ज्याकेट अर्को लाउनु पर्ने। बेलुका हामी बेमा पनि जाँदैछौँ गाइज होइन, बेमा पनि जानु पर्यो है। त्यही भएर लेट नाइट हुने भएको हुनाले गर्दाखेरि छ नि ल ठिक छ। Newry खोल्चा दिदीहरू पनि आउनु भएको छ भारी बोकेर है, भेना पनि आउनु भएको छ। ल हामीले अब मासतिर होइन जङ्गलतिर लाग्दैछौँ केटा हो। बिस्तारी दाइ 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 ओ दाइ ओ दाइ 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 अब यस्तै हो, बाटो पनि यस्तो छ। ल गाई चाहिँ दाइ चाहिँ जानु भइरहेको छ। ल पक्नुस् त पक्नुस् त। गोरे भाइ के छ गोरे भाइ, गुड मर्निङ। हाम्रो गाउँको सिनाइ गाई चाहिँ ल हाम्रो गाउँबाट चाहिँ सिन बवाल छ है गाई। ल कता हेरे नि यस्तै हो यस्तो। ल दिदी त्यहाँ बस्नु भइरहेको रहेछ। फर्कै भेना चाहिँ हामी त ल गाइज हामी चाहिँ भ्यू यार देखाइदेऊ यार गाइजहरूलाई यार। बवाल चाहिँ गाइज बवाल। यो दृश्य सबैले देख्न पाउँदैन गाइज, त्यही भएर हाम्रो युट्युब च्यानललाई लाइक सब्सक्राइब हानौँ। हामी चाहिँ यस्तै भिडियोको साथमा आउनेछौँ। अस्ति पो हो त दाइ है यहाँ पुरानो आएर आउँदाखेरि त म आमा कस्तो आत्या होइन दाइ। ल गाइज है म चाहिँ टकला ज्याकेटको लागि गएको थिएँ कि ज्याकेट स्याकेट लगाइसकेँ होइन। अब फेरि एक राउन्ड फेरि प्रसाद हान्छ नि अन्त सर्लक कलर प्रसाद दामी थियो, बुनिया सुनिया रहेछ होइन। केरा स्याउ स्याउ यहाँ सुन्तला होइन, अनि त्यसपछि के थियो बुनिया होइन, अर्को एउटा दार्मुज जस्तो के थियो दामी थियो लगाएछ। आज चाहिँ हामी बिहामा पनि जान्छौँ कि त्यही भएको हुनाले गर्दा अहिलेदेखि तयारी हुँदैन, तर खुट्टामा चप्पल चाहिँ गाइछ। चप्पलमा गइदिने अन्त बिहामा पनि आज पनि चप्पल च्यातिने गरी नाच्नुपर्छ गाइज। गाइज आज बेलुका या उदय एङ्गेजमेन्ट भइसक्यो है। आज अब टिका टाल्दा अब सिन्धुसिन गर्नुपर्छ। ल है त गाइज हाम्रो अगाडि के छ श्याम ठिक छ ओए ठिक छ खाना खायो टिका लाउने यसरी नै हामीले लागेको जस्तै टिका लाउने चिया खाउँ न दुईटा गाइज है। हामी चाहिँ चिया खान बसिसक्यो है, टकला है पर्चा पनि खायो, घर सरको ज्याकेट स्याकेट लगायो है। टकला मैले स्याम भेटाएको छु है। ल गाइज आजको दिन चाहिँ बबाल छ है। मैले चाहिँ एकजना मेरो भाइ भेटेँ होइन। कहीँ हेर तिमी पर्सा ससाद खायो ल ठिक छ। अनि त्यसपछि के छ तिम्रो हालखबर? कुन चलाउँछ हामी तिमीले चलाउँछ बरु यो भाइसँग पेन छ तिमीसँग पेन निकाल न एकछिन। ल गाइज केटाहरू भेट्यो अब केटाहरूले चाहिँ मलाई सब्सक्राइब गर्छ है, लाइक सेयर सब्सक्राइब। मैले भ्लग बनाउन थाहा छैन तिमीलाई
थाहा थिएन ल मेरो पेन निकाल न पेन निकाल केटाहरूलाई ह्याप्पी सरस्वती पूजा है त पेन निकाल न निकाल्छु यो लेख त हातमा लेख त फोन चल्न छ है घर गएर तिमीले ल ठिक त SAW डब्लु लेखा थियो SAW IN सँगै लेख BOSS बस होइन यस BOSS बस है भाइले नि मेरो घर ल मैले घर बनाउँछु भाइ है अब आजको टक्रा गरेर हाल्छु अनि त्यसै स्पेस दियो होइन अनि VLOG घर ल यो सरकार मेरो भ्याउँछ सक्दैन ल यो मैले बनाउनु थालेको अब सपोर्ट गर्नु पर्यो गुरुलाई ल केटा ल राम्रो त ल भाइ ल केटा ल आजको वेदर चाहिँ दामी छ है गाइजहरू है आकाश हेर बादल हेर है सेकेन्ड ल खाना पाउँला कि नपाउँला प्रसाद प्रसाद खान जानु पर्यो दोस्रो तेस्रो पाउँछ गइदिनु पर्यो हामी त तपाईँहरू जानुहुन्न प्रसाद खाना यो एकदम दुखी छ है यसले धेरै यो मनिस होइन ए अप्सन यो एकदम यसलाई एकदम भोकमारी लागेको छ होइन यसले धेरै दिन खाना नपाएको होइन भनेर है तेरो भाकन मागेर खाने है कि यसको भाकन मागेर खाने है कि पेट हेर साइज हेर गाई चाहिँ यसले बबाल खान्छ भन्ने हो होइन आरएफ डन रहेछ भित्र प ल गाइज है ठिक छ तपाईँको हाम्रो भिडियो भाइरल भयो नि याद चाहिँ छैन तपाईँलाई याद छैन ल ठिक छ अहिले प्रसाद नखाने तपाईँहरू स्कुल नलाने जमजम त्यहाँ ल ठिक छ गाइज श्यामलालको तर्फबाट पनि मागेर खानुपर्छ आइदे त्यो तर्फबाट पनि मागेर खाने कसो जाँदैन नि त्यो तर्फबाट मागेर खाने आज गाइज आकाश हेरौँ दामी छ है गाइज बवाल स्कुलको प्रोग्राम हुँदै थियो है म चाहिँ टक्कल यहाँ बसिरहेको थिएँ अनि टक्कलर आयो हाम्रो भिडेन भाइ चाहिँ है नलजाउ न हाम्रो भिडेन भाइ चाहिँ यहाँ आइसकेको छ मलाई भेट्नलाई होइन टक त्यही लजाउने होइन क्या भाइ भिडेन भाइ चाहिँ आइसकेको छ होइन अनि टक्कल आज मौसम पनि दामी छ है मौसम दामी छ होइन भाइ छ नि दिन जस्तो छ यार टिकटक सिकटक चलाउँछ नि चलाउँदैन तिमीले चलाउँछ ल ठिक छ टिकटक मैले पनि चलाउँछ ल गाइज है मैले चाहिँ मेरो डोजो सोजो बन्द गरेपछि टक्कला है आज आकाश पनि दामी सफा है क्लियर है के भन्छे यता स्कुलमा चाहिँ बबाल डान्स प्रोग्राम छ भइरहेछ गाइजहरू कलाइन गाइज आउन आउ जाउँ केटाहरू ल सबभन्दा पहिले चाहिँ म चाहिँ टोइलेट जान्छु होला किनकि मेरो खुट्टा लास्टै फोहोर भएर चाहिँ गाइज अरे भिडेन भाइसँग फ्रेन्डसिप भइसक्यो है हेरौँ गाइज भिडेन भाइसँग फ्रेन्डसिप भइसक्यो भिडेन भाइले मेरो च्यानललाई सब्सक्राइब पनि हान्छ अरे होइन सब्सक्राइब पनि हान्छ अरे है भिडेन भाइले है म टिकटकमा फलो नि हान्छ अरे मेरो पेजमा फलो नि हान्छ अरे गाइज केटा एकछिन खुट्टा चाहिँ धुनु जाउँ जसलाई यार ल गाइज म चाहिँ टक्कलार है स्कुल भिडियो छु है आज चाहिँ हामीसँग भिडेन भाइ पनि जोइन भएको छ सरलाई घुम्दा चाहिँ यता भलिबल है आज सरस्वती पूजा हो नि त त्यही भएर दामी थियो गाइज ठाउँ चाहिँ यहाँ चाहिँ नाचगान भइरहेछ है स्कुलको चेलीमेलीहरूको है गाइज घुस्नौँ न ठिक छ त्यो गाइज ल डान्स हेरिदिउँ हामी पनि ल हामी पनि डान्स हेरिदिउँ है ल ल खोइ त खोइ हेरिदिउँ न डान्स ल किन ल हेरिदिउँ न ल
बहिनीहरू भयो है लदाएछ गाइज होइन टक्कलार मैले भ्लग बना भएर होइन खोइ त नाचगानै भएन त्यही बोर भइगयो नि मोबाइल लगाएछ है दामी छ ल लगाएछ अब हामी चाहिँ यहाँबाट निस्क्यौँ होइन टक्कलार हाम्रो भ्लग सक्छ होइन कुराहरू यहाँ चेनामेनाहरू लोड छ होइन बबाल आदि हुन्छ नि सरस्वती पूजाको छुट्टै भाइब छ कि अब स्कुलमा आयो है नाचगान गर्यो होइन कोही भलिबल खेलिरहेको छ कोही के गरिरहेको छ है त्यही त भाइ यता हेर नि यहाँ आउन आउनु देशमा जाउँ औ त्यो आउन आऊ भाइ त्यही ल नेप्ची के गरेर छ प्रसाद खाएन तैँले प्रसाद खाएन भन्न के हो तँलाई बुढाले सुटेर गयो कि है बुढा मऱ्यो के हो भयो भन्न किन टाउको मात्र थाप्नमा हात राखेर वात्ताबाट पैसा के भयो भन्न यार तेरी यार रो यार यो त लट्ठी त गाई बोल्दैन है बिचरा कसी भएर बुढा मरेको छ है हो लजिक छ गाइज आजको भ्लग एकदम लामो पनि भयो है एकदम राम्रो पनि भयो होइन आज हुन्छ नि अझ आजकै दिनको होइन टक्कलार बेको भ्लग त बाँकी नै छ गाइज होइन बेको है आज हामी बेमा जानै बाँकी छ होइन टक्का बेमा गएर सर्लख चप्पल च्यातिन गरेर नाच्ने नि गाइज या चप्पल च्यातिन गरे होइन त मनिष चप्पल रेडी होइन चप्पल च्यातिन गरी नाच्ने यार ए बौआ क्या कर ले पसंद साबेले डरा यार भ्लग बनाएको देखेर बुढा डरा यार मदेखि तैँले हान्न लाग्नु भयो एकजना दिएन एकजना ओ ल तैँले त्यो दिन्छ है पहिला यसले भनिदिएको यार कसै खाने म त्यसलाई खायो भने नि अर्कोलाई छुनु भएन छोयो भने उयो हुन्छ चिन्नु पर्छ मैले यो होइन त यसलाई कहाँबाट हान्नु भन्ने कुन चाहिँ मोटे हो